अनि थर्ड रिजन ओके आफ्टर अ पज लेट्स रिज्युम के भन्छ त्यही भन्छ होइन कन्टिन्यू अनि थर्ड रिजन भनेको चाहिँ दिस इज द टाइम अनि राइट टाइम त अफकोर्स राइट नाम जब जाएको तब सब होइन हिन्दीको डालिदिएर कि मतलब अब त्यही हो होइन अहिले जस्ट लेट्स जस्ट स्टार्ट त्यही नै राइट टाइम भइहाल्छ अनि टाइम वाइ दिस इज द राइट टाइम किन चाहिँ अब यो राइट टाइम हो किन इङ्ग्लिस नेपाली भनिरहेको छु म फेरि सिआइडीको कन्सेप्ट यदि सुने छैन हेरिराखेन भने पनि सुनेर थाहा हुन्छ अनि फाइनली अगेन वाइ दिस इज द राइट टाइम अहिले चाहिँ अब मैले भने ब्याचलरको लास्ट सेमिस्टर अनि पढाइ अघिसम्म त अब भनौँ न ब्याचलर यो सेमिस्टर चल्दैसम्म पनि सो के सोध्यो भने सबैले के गरिरहेको छ भन्यो भने ब्याचलर गरिरहेको छु अब ब्याचलर गरिरहेको छु एन्सर छ नि अब चाहिँ सोध्छ नि त अब के गरिरहेको छु अब भन्ला हुन त त्यो कुराहरूले मतलब गर्नु भएन होइन भन्छ अनि तैपनि एटलिस्ट आफैलाई पनि त हुनु भयो अरूको कुरा छोड आफैलाई त के गरिरहेको छस् त होइन त के गरिरहेको छस् भन्दाखेरि त केही गरेको छैन यार प्रब्लम भयो नि त होइन त्यो त एकदम प्रब्लमै हुन्छ केही गरे छैन लाइफमा एटलिस्ट केही त केही गर्नु पऱ्यो त्यही भएर अब चाहिँ पत्ता लगाउन के गर्ने होइन अब ड्रिमहरूको कुरा नै हो भने त एकदम सानोमा त नभनौँ जस स्कुलमा सोध्थ्यो अनि क्लासमा सरहरूले के गर्ने त भाइ अब भविष्यमा के बन्ने भनेर सोध्थ्यो अनि अब मैले चाहिँ अब बानी फेरि युनिक हुनुपर्ने अरूभन्दा डिफ्रेन्ट हुनुपर्ने हो त्यो अरूभन्दा डिफ्रेन्ट हुनुपर्ने होइन त्यसको लागि सबैले डक्टर इन्जिनियर टिचर पाइलट जे छ होइन त्यो भन्थ्यो सबैले त्यो भनिसकेपछि अब मेरो पाला आयो सबैले अनि दोहोऱ्याउनु थाल्छ होइन अब सिधै सबै अनि दोहोऱ्याउनु थाल्छ म कसैले नभनी भन्थेँ लाइक के भन्थ्यो होला त गेस नगर्नु म भनिदिइहाल्छु असल कृषक मैले यो जस्तो वर्ड मैले त्यो बेला भनेको थिएँ अहिले त्यस्तै भन्दैछु असल कृषक मलाई त्यो बेलामा कृषकको मिनिङ बल्ल थाहा भएको थियो होइन अनि असल त मैले यत्तिकै भन्थेँ कि अनि सोच्नु न कस्तो त्यो बेलामा म भन् त पावर अफ सेल्फ कन्सियस कि त्यस्तो होइन के अरे त्यही बुक्ने छ त त्यो पनि भयो अनि अर्को चाहिँ जे बोल्यो पनि त्यो हुन्छ है भने जस्तो क्या अब त्यो नभनौँ म हुन त त्यो गर्दिनँ तर मैले भन्नु खोजेको चाहिँ के भन्नु खोजेँ बिर्सेँ यार मैले त्यही धेरै बाहिर गएँ क्या आउट अफ टपिक त्यो भएर मैले भन्नु खोजेको चाहिँ सानो बेलामा जुन म 5 क्लासमा थिएँ कि 6मा नि हुनसक्थेँ त्यो बेलामा मैले भनेको थिएँ अनि यसको लागि यो मैले जुन भनेको चाहिँ प्रुफ गर्नलाई चाहिँ म मेरो साथीलाई एकचोटि त्यो देखाउँछु लाइक मैले त्यसलाई भन्छु कि मैले के भनेको थिएँ भनेर त्यसलाई पनि याद छ क्या अनि त्यो छ होइन अनि जस त्यो भन्नु खोजेको अहिलेको हिसाबमा होइन भने कसैले पनि भन्दैन त लाइफमा एकदम रेयरै हुन्छ त्यो लाइक सम छ कि म फार्मर हुन्छु म फार्मिङ गर्छु भनेर होइन मैले त्यो बेलामा भनेको थिएँ कि अनि मैले गरे पनि छु खासमा एकदम असल त छैन तर ट्र्याक्टर जोतेको छु मैले अनि खेत खनेको छु पानी लगाएको छु पानी बारी बोकेको छु होइन मल हालेको छु पुरा गरेको छु भनौँ न एक ड्रिम जुन थियो जहाँ प्यासन एम गोल त्यसैको पुरा गरेको छु होइन अनि त्यो पछि याद भएको चाहिँ त्यो युट्युबरै हो है अनि खासमा 9मा हुँदा चाहिँ गेम बनाउँछु गेम डेभलपिङ गर्छु पनि मैले भन्थेँ एज अ मतलब त्यो चाहिँ होइन अनि साथीहरूले सोध्यो भने चाहिँ युट्युबर त्यो भन्थेँ अफकोर्स युट्युब गर्छु म युट्युबर बन्यो भनेर अनि हाँस्थ्यो केटाहरू हाँस्थ्यो मतलब त्यस्तो मजाकले हाँस्यो चाहिँ होइन अफकोर्स खिल्ली उडाएर चाहिँ होइन तर पनि अब तिनीहरूलाई त त्यो प्यासन भनेर थाहा नै थिएन कि होइन त्यो अहिले त करियर नै छ नि त कम्युनिकेसन त्यो बेलामा त थिएन नि त अनि त्यस्तो थियो क्या मैले पनि करियर एज भने होइन मैले चाहिँ म गर्छु भनेर मैले त भनेको थिएँ अनि अरू कसैले अरे त्यसरी सोध्यो भने चाहिँ अलि एकदम सिरियस पारामा अब लाइफमा के गर्ने फ्युचर गोल भन्यो भने चाहिँ खासमा चाहिँ अब आइरन म्यान हेरेर लास्टै त्यो हुन्छ नि टेक्नोलोजीमा एकदमै खतरा इन्ट्रेस्ट के अनि खासमा ड्रइङ त्यहाँबाट स्टार्ट गरेँ है लाइक आइरन म्यानको त्यो जुन मुभीमा सिन छ त्यसले फर्स्ट के वेपनहरूको डिजाइन गर्छ अनि तलबाट लाइट हालेपछि चाहिँ टक्क एउटा सुट भन्छ नि त्योले चाहिँ मलाई ल यस्तो बोलाएको थियो कि म नि यस्तै केही गर्छु है मेकानिक होइन यस्तै केही गर्छु है भनेर ड्रइङ मैले त्यहाँबाट स्टार्ट गरेँ हो क्या लाइफमा मतलब त्यस्तै केही बनाउँछु म लाइफमा होइन इन्जिनियरिङ मेकानिकल इन्जिनियरिङतिर त्यो थियो अनि कोडिङ भनेपछि चाहिँ गेम डेभलप मलाई थियो आइडिया कहाँबाट थियो अनि मैले एपहरूमा बिर्सेँ अहिले मैले त्यो एपको नाम जस्ट मोबाइलमा पनि एउटा जस्ट प्लेयर चाहिँ कन्ट्रोल गर्न मिल्ने थियो त्यस्तोहरू गरेको थिएँ त्यो भयो अनि त्यो भइसकेपछि यो चाहिँ ड्रिमको कुराहरू भयो अनि अब
के चाहिँ गर्ने थाहा छैन नि त आफूलाई। मलाई फेरि त्यो ब्याचलर सिधा होइन, अब पास त ब्याक 2टा छ, 1-2टा त्यो छुट्टै कुरा हो, तर कटाइहाल्छु ब्याचलर, त्यस्तो गाह्रो छैन। अनि एक्चुली यो सेल्फ मुभमेन्ट जर्नीमा आई विल ट्राई द टप होइन, टप या भने अब मैले इट्स अ भेरी क्रिन्जी थिङ टु से। अनि तर किनकि मलाई थाहा छ म सक्छु जस्तो मलाई लागिरहेको छ, अब या सक्छु मलाई चाहिँ लागिरहेको छ कि। अनि त्यही भएर असाइनमेन्टहरू गर्नुपर्छ, साँच्ची असाइनमेन्टहरू गर्नुपर्छ, पढ्नुपर्छ, राम्रै एक्जामले प्रिपेयर हुनुपर्छ, त्यो त छँदैछ। अनि त्यो भनौँ न यो सेमेस्टरमा चाहिँ टप हान्ने विचार छ। अनि त्यो भयो। अनि अब चाहिँ यो अनि अर्को भिडियो चाहिँ राइट टाइम भन्नु खोजेको चाहिँ अब के गर्ने त त्यो पत्ता लगाउनलाई हो। अनि त्यो पिरियड अफ टाइम मलाई के चाहिँ गर्न मन लाग्छ होइन, के चाहिँ मलाई गर्न मन लाग्छ त्यो पत्ता लगाउने हो, अनि त्यहीमै गर्ने हो। अब काम त गर्नु परि नै हाल्छ, जेसुकै होस्, मन लागोस् नलागोस्, अब 9 to 5 होस् कि जेसुकै काम होस् होइन, त्यो त गर्न परि नै हाल्छ। साइड भयो, साइड हसल, त्यसले चाहिँ साइड हसल भन्छु म खासमा। अनि जुन आफ्नो एउटा जोन हुन्छ, आर्टको होस्, ड्रइङको होस् या कोडिङको होस्, कन्टेन्ट क्रिएसन किन नहोस्, म्युजिक किन नहोस्, त्यो चाहिँ रियल अब लाइफको प्यासन छ नि त, त्यसलाई चाहिँ इन्जोय गर्न सक्नु पऱ्यो क्या। काम त त्यो नि काम हो, म्युजिक काम हो, मुभी एक्टिङ काम हो, जे पनि एउटा प्रोफेसन छ नि, आर्ट इभेन इट्स सेल्फ काम। अब एनिमेटरहरूले कति काम छोड्छ त्यस्तो हेक्टिक होइन, त्यो सुनिरहेको हुन्छ। अनि काम त सबै काम छ होइन प्रोफेसनल रूपमा, तर इन्जोय चाहिँ गर्न सक्नु पऱ्यो नि त्यो कामलाई। अनि त्यो के हो त्यो पत्ता लगाउनु छ। करियरै भनौँ कि के भनौँ त्यसलाई भनौँ, पार्ट अफ लाइफ के भनौँ होइन, भन्न आएन, तर त्यो पत्ता लगाउनु अब थर्ड रिजन। अनि पज अहिले फेरि एकचोटि